हेलो एभ्रिवान, वेलकम टु माई भिडियो। आज चाहिँ छुमाल अनि हामी सिजाङ जान लागेको अनि हतार रेडी भएर हामी चाहिँ निस्किहाल्यौँ, किनभने हिँड्दै जाने हिँड्दै आउने हो नि त। त्यही भएर हामी निस्किहाल्यौँ। अनि बाटोतिर चाहिँ कति राम्रो राम्रो फुल फुलिरहेको के, जता पायो त्यतै पिङ्क कलरको, रेड कलरको, वाइट कलरको दामी फुलिरहेको थियो नि त। अनि मैले भिडियो चाहिँ बनाएको छु, तर म यो भिडियोमा चाहिँ एड गर्दिनँ कि, किनभने हजुरहरूलाई हेर्न नि अलिक झ्याउ लाग्छ होला, बोरिङ लाग्छ होला, अनि त्यही भएर मैले यहाँ एड गर्दिनँ। त्यो भिडियो चाहिँ म फाल्टै बनाउँछु है भनेर सोचिरहेको छु है। अनि हामी चाहिँ हिँड्दै हिँड्दै हाम्रो बजार नै आइपुग्यौँ है। अनि बजार आइपुगेर हाम्रो चाहिँ मार्टमा जाने काम छ नि त मेन, तर मार्टमा नगई हामी चाहिँ पहिला धाइसो जाँदैछौँ। अनि त्यहाँबाट धाइसो जाँदा नि थोरै बाटोमा यहाँ गार्डन रहेछ कि, अनि त्यहाँबाट थोरै घुम्यौँ अनि भिडियो फोटोहरू बनायौँ। अनि भिडियो चाहिँ मेरो टिकटकमा आइसकेको छ है त। अनि त्यहाँबाट हामी फाइनल्ली धाइसो आइपुग्यौँ। अनि धाइसो भनेको चाहिँ के हो त भन्नुहुन्छ भने सस्तो सस्तो सामान पाउने ठाउँ हो कि। 5,000 वनसम्मको मात्रै सामान पाइन्छ नि त धाइसोमा चाहिँ यहाँ चाहिँ। अनि हामी आयौँ अनि यहाँ आएर चाहिँ के लाने त भन्दै सोच्दै थिएँ। अनि प्रायः यहाँ आएर चाहिँ म चाहिँ फ्लावरै हेर्छु है, किनभने मलाई फ्लावरहरू चाहिँ एकदमै मनपर्छ। अनि फुलहरूको चाहिँ बडो सोख छ है मलाई, किनभने एकदमै मनपर्छ क्या। अनि हेऱ्यो आयो गयो अनि हामी चाहिँ त्यहाँबाट निस्क्यौँ। अनि सामान चाहिँ यहाँ छ भन्दै देखाउँदै थियौँ है। अनि त्यहाँदेखि निस्केर चाहिँ मार्ट आयौँ। मार्ट आएर यति बन्दा लान खोजेको बन्दाकोपीको यति धेरै छ, तर के गर्नु, चाहिएको छ लानु पर्यो भनेर लिएर आएँ। अनि त्यहाँबाट हामी फर्क्यौँ। अनि हिँड्दै फर्केको नि त मेरो चाहिँ खुट्टा दुख्यो भन्दै, कस्तो खुट्टा दुखेर गाह्रो भइरहेको थियो। अनि रुममा आएर चाहिँ आराम गर्छु भनेर सोचिरहेको थियो, तर पाएन कि, किनभने दाजुहरू चाहिँ बारी खन्नु हुँदो रहेछ। अनि त्यहीँ सघाउन गएँ नि त। अनि यसो कामहरू सघाएको भिडियोहरू बनाएँ। अनि आज चाहिँ हामीले ड्याङ बनाएर प्लास्टिक मात्रै लगाएको नि त, अनि यस्तो भयो भनेर थोरै भिडियो बनाएर हामी चाहिँ रुममा फर्क्यौँ। अनि रुममा फर्केर चाहिँ आज चाहिँ हामी चटपटे बनाएर खाने हो नि त। अनि चटपटे बनाएर खाने भनेर सबै सामानहरू रेडी गऱ्यौँ। अनि चटपटेको त्यति धेरै सामानहरू नभए नि जे जे छ त्यही बनाएर हामीले चाहिँ खायौँ है, 2जना भएर। तर नि मिठो भएको थियो कि चटपटे चाहिँ, अनि मिठो रहेछ भन्दै थियो अझै। अनि थ्याङ्क यू फर वाचिङ माई भिडियो एभ्रिवान।